दर्शकबिन नमस्कार, स्वागत छ। यति बेला हेर्दै हुनुहुन्छ कुमार सिंह एनपिएल युट्युब च्यानल र सँगै कुमार सिंह एनपिएल लाइक पेज हेरिरहनु भएको छ। तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ अनि व्यस्त रहनुहोला। र आज मैले तपाईँहरूलाई टेक्निकल तपाईँहरूलाई काम लाग्ने भिडियो ल्याइरहेको छु र पुरानो फेसबुकमा राखिरहनु भएको स्टोरी कसरी हेर्ने र कसरी तपाईँले डिलिट गर्ने, त्यही स्टोरीले गर्दा तपाईँहरूको फेसबुकमा केही समस्या आएको हुन्छ र भिडियो अन्तिमसम्म हेर्नुहोला। मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला र सँगै छेउमा रहेको बेल आइकनलाई दबाएर सब्स्क्राइब गर्नुहोला र म तपाईँलाई पुरानो स्टोरीलाई कसरी हेर्ने र कसरी डिलिट गर्ने। नमस्कार, स्वागत छ सबैजनालाई कुमार सिंह फेसबुक पेजमा। र पुरानो स्टोरीहरू कसरी डिलिट गर्ने र कसरी हेर्ने तपाईँलाई आज यस भिडियो मार्फत तपाईँहरूलाई जानकारी दिनुहुन्छु र मैले यहाँ कसरी गरिरहेको छु त्यसलाई ध्यान दिएर हेर्नुहोला। र पुरानोभन्दा पुरानो स्टोरीहरू यहाँ चाहिँ बसिरहेको हुन्छ, फेरि तपाईँले सेभ गर्न पनि सक्नुहुन्छ, यही स्टोरीहरूलाई डिलिट गर्न पनि सक्नुहुन्छ। र मैले तपाईँलाई मैले लगाइरहेका स्टोरीहरू देखाइरहेको छु, यसलाई डिलिट पनि गर्न सक्नुहुन्छ। फेरि तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनुहोला र भिडियोलाई सक्दो सेयर गर्नुहोला ताकि तपाईँहरूले नराम्रो भिडियो राख्नु भएको छ भने स्टोरीमा फेसबुकमा केही समस्याहरू आउँछ, यसैले चाहिँ यहाँबाट डाइरेक्ट डिलिट गर्न सक्नुहुन्छ। हेर्नुहोस् है, धेरै वर्ष पुराना रिल्सहरू स्टोरीहरू चाहिँ यहाँ मेरो फेसबुकमा देखाइरहेको छ। 3-4 साल पहिलाका स्टोरीहरू मैले डिलिट गर्दैछु। टिकटकै अंशु बर्मा ओठेलाई हेर्नुहोस् अहिले डिलिट हुन्छ।